birthday, Veronica. We love you. Không, tôi đẹp vậy không? Tama mal त खिचे त्यस्तो जरुरत छैन आन्टी सन्चो हुनुहुन्छ खानेकुरा मैले एकदम तपाईकै स्वादमा अर्डर गरेको छु है चित्त बुझेन भने भन्नु हुन्छ अफरको लागि चाहिँ त्यो ट्राभलमा कुरा के छ खबर केही कमी कमजोरी केही भयो भने भन्नु होला है फ्रेममा छैन कमी कमजोरी केही छैन दोस्त एकदम खुसी छ आज हामी अब छोरीको बर्थडे के भन्नु चाहनुहुन्छ होला सन्तोष बर्थडे छोरीको कुन चाहिँ बर्थडे हो यो 2 सप्ताह भएछ मेरो समर्थन छ धेरै शुभकामना छोरीलाई बर्थडे विश गर्नु पर्यो ह्याप्पी बर्थडे छोरी सबै कुरा आटेको होस् कहिले पनि आट्ने काम त भएको छैन होइन विशेष चाहिँ रोग ब्याध केही नलागोस् सदाभरि यो अङ्कलको आशीर्वाद होस् साथी मिस्टर ह्यान्डसम कोरियन बोय छोरीलाई बर्थडेको शुभकामना
मेरो मनदेखि नै एकदम शुभकामना। अब जे भने मेरै गोता पर्यो होइन, गोताई के हुन्छ अब सँगै बर्थडे एउटा मिल्यो ठ्याक्कै संयोग। तर भाग्यमानी हुन्छ, म पनि भाग्यमानी छु, हाम्रो छोरी पनि भाग्यमानी छ, म चाहिँ बुझ्दै पनि भाग्यमानी छु। राजु श्रेष्ठज्यू, तपाईँ त छोरीको बाउ हुनुहुन्छ र छोरीको बाउ हुँदा हुँदा छोरीकै बर्थडे परेको छ, अर्को छोरीको। एकदम खुसी लागिरहेछ। यसरी छोरीको बर्थडे आउँदो दिनहरूमा पनि सेलिब्रेसन गर्न पाओस् होइन। एकदम छोरीलाई धेरै धेरै आशीर्वाद, धेरै धेरै ब्लेसिङ। गाडीको रङ चढे क्या भन्नु, गाडीको रङ चढे क्या भनेको व्हाइट कलर सेतो भएछ। छोरीको बर्थडेको बर्थडे छोरी बहिनी छोरीको बर्थडे केही भन्न चाहनुहुन्छ? बहिनी कोरियन गर्ल छोरीको बर्थडेको के भन्न चाहनुहुन्छ तपाईँ? भाइ त्यो म्युजिक अलिक छोड, के भन्न चाहनुहुन्छ? चिकन मोमो बहिनी, मेरो बहिनी, आज हाम्रो छोरीको पहिलो फर्स्ट बर्थडे, तिमी के भन्न चाहन्छौ? छोरीलाई के विश गर्न चाहन्छौ? फर्स्ट अफ अल त म एकदम खुसी छु अनि मेरो छोरी बिरोनितालाई एकदम धेरै धेरै बधाई 1 इयर्स कम्प्लिट गरेकोमा। ह्याप्पी बर्थडे छोरी। भाइ थोरै सानो गर्नु। मन्जिला पानी त दिन लाग्यो त मैले। ह्याप्पी बर्थडे छोरी। 2 शब्द अब सधैँ हेल्दी हुनु है, राम्रो हुनु त्यही हो। कोरियन गर्ल खै दिनु पऱ्यो, पक्कै एकैछिन जुम गर्दैछु म एकैछिन। भन त। ह्याप्पी बर्थडे टु बिरोनिता, सधैँ खुसी हुनु अनि ज्ञानी हुनु, हामीलाई धेरै माया गर्नु, पछिसम्म पनि मिल्नु नबिर्सिनु। सुषमा छोरीको फर्स्ट बर्थडे। Many many happy returns of the day, Bironita. God bless you. छोरी Happy birthday, Bironita. Happy birthday, Bironita. Happy birthday, Bironita. Happy birthday, Bironita. तिमी पनि भयो तिनैजनाले ह्याप्पी बर्थडे बिरोनिता। रेडी 1 2 3 छोरा ह्याप्पी बर्थडे भनिदेऊ, बहिनी ह्याप्पी बर्थडे भनिदेऊ। भन्नु न बहिनीलाई ह्याप्पी बर्थडे गर्न। नभनिदिने ल, मुड अफ रहेछ बिगारा छोरा। ललिता, छोरीको फर्स्ट बर्थडेको उपलक्ष्यमा के भन्न चाहनुहुन्छ तपाईँ? धेरै 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 खुसी छ। यस्तै हुन्छ विशेष गर्नुलाई, मदेखि धेरै धेरै ठुली हुनु, के भन्छ निरोगी हुनु। बाँकी विशेष मैले के अरे उसमा लेखिसकेँ पोस्ट कार्डमा। हाम्रो छोरीको बर्थडे मम्मी र बाबाले चाहिँ मेमोरीको लागि विस गरिदिनु, केही भन्नुपर्ने केही कुरा छ? र छोरीको फर्स्ट बर्थडे तपाईँ केही भन्न चाहनुहुन्छ? तपाईँ ह्याप्पी बर्थडे छोरी, यस्तो बर्थडे कति धेरै मनाउन पाओस्, सबै साथीहरूसँग बसेर। आपाले भन्नुहोस् न। बुवा आफै जानु। भेटुकालाई धेरै धेरै जन्मदिनको शुभकामना छ। धन्यवाद। फेरि हात हालौ, फेरि बाई
मन्जिला मानवी जाऊ श्रेयांश खै सुनब खै श्रेयांश खै सुनब के जाऊ के खाना त्यो श्रेयांशबाट उत्तेला पढ मानवी तँ के खानु पहिले के खाऊ घैँटेर खुवाइदियो सैन्द कान्छो भाइदियो ए रोइ सैन्द पहिला घैँटे ल्याएर सैन्द सानो घैँटे सैन्द सानो हुन्छ मतलब टिका लगाइदिनु आउनु भएको छ किन टिका लगाइदिनु आउनु हो र त्यही त भिडियो खिचिरहेको रहेछ न त भन्न लाग्यो प्रोफेसनल हो भने मैले दुबईमा ट्रेनिङ गराएर ल्याएको 25,000 दिएको घन्टाको छ पनि घन्टाको Oh my god! Very once more. 1, 2, 3. Hala. Woo! गाडी त हुँदैन बुढीको नाममा पैसा काट्दै गहन विषयमा छलफल भइरहेको अर्को कोरियन गल खै हजुर सबै अब यस्तै हो ल यस्तै हो तिमी चिनाउँछ किन गएर बाघ त कुरा छोड्दा अस्ति हो नि हात्तीले एउटा उडै मारेको थियो ठ्याक्क म अडिटमा गएको चितवनको जलमामा ठ्याक्कै हेर्ने आइरहेको ठ्याक्कै समय पऱ्यो तैँले के भने त कति वर्ष अरे कति साल गरे त 32 वर्ष कति सालको भन्नु सरी त्यो केक कसले खाइसक्यो त्यो केक ल दोस्तले भने 32 वर्षमा त कति साल गरी पहिला भन्नु 51 साल नागरिकताले मेरो निधारमा हाल्नु नागरिकता त थोरै पारिएन त 48 को होइन नागरिक एपमा नागरिक एपमा यो छैनी सालको हेर्नमा गफ नागरिक एप म अन्त बुढो भइस् त 10 म सोध्ने चेष्टा गरे म चाहिँ बोल्दै आएँ म त डेढ जति
होइन नागरिकमा कसरी देखाउनु पर्यो होइन ल 48 नै भए पनि म पनि 48 हेर केटा म कहिले 30-35 कुन आधारमा नागरिकता पत्थर पनि दोस्त नागरिकता पत्थर पनि दोस्त 48 मा जन्मेको मान्छे खाली खो हुन्छ त जन्मिन साथै मङ्सिर थियो भनेपछि तेरो कतिवटा मङ्सिर गयो ल भन्छ यसले के भने थाहा छ 30-33 वर्ष भइसक्यो यसले बिहे गर्छु भनेको भने कुन आधार भने म 60 वर्षको सीता मैले के भने त्यति मङ्सिर 35 वटा मङ्सिर गइसक्यो भने मैले अनि त जन्मेको मान्छेलाई 35 वटा मङ्सिर गएन सीताले दोस्तो 32 वर्ष 35 वर्ष गयो यसरी भने होइन यसरी आज क्षेत्रको तिम्रो बुढाले त्यो बाइक स्कुटरमा के अरे स्टिकर टाल्दासम्म त घरसम्म छोडेर म होइन भन्छ बोकेन तिम्रो बुढाले स्कुटरमा स्टिकर टाल्दासम्म त घरसम्म छोडेर सनिल म थियो ओइ म एउटा कुरा मैले भोलि बिहे गरेर 16 वर्ष केटी छन् तिम्रो नाबाले के हाल्छ हाल्दैन बिन्दा हामी किन हाल्ने सक्छ आशीर्वाद दिउँला म केटीहरूलाई त केही भन्दिनँ केटाहरू चाहिँ अलिअलि जेलेस छ हामीले चाहिँ यस्तो हाम्रो उमेरको बिहे गर्यो कसैले आधी उमेरको ल्यायो भनेर त्यसलाई दोष त मात्र केटा छैन नि दोस्त त मात्र कन्ने केटा छैन दोस्त हामीले चाहिँ यस्तो उमेरको ल्यायो कसैले भर्खरको ल्यायो भने के सानो केटाहरू आउनु पर्यो नि गोविन्द फर्ममा आइदिनु पर्यो नि के हुने होइन साथी पुरा बुझ्यो हेर्दैछ उसले आज यता र उता हेर्दैछ मात्र यस्तै दाबी एउटा ऱ्यापसँग फोटो त के म त नभए हामी जेलस हुन्छ 16 वर्ष बिहे गरेपछि हाम्रो चाहिँ सँगै भाइ साथी थियो हामीले केस हाल्छ अरे हेर न चलो बाय बिरनिता कति वर्ष